आहा हो एखैरो मुठी खरुकोमा घाँस भेडी गोठो थो मेलाई अघि कसो भन्नु त भने हैन सुना जोगु तोला देवी देवता कता छ नयाँ ठाउँ नौले वनको नौले मान्छे घुम्दै आउँदा यो ठाउँमा आयो बरु कसो भन्ने होला हो पहिलाको चरना त कसैलाई नि होइन धाराती भूमेलाई एउटा जिम्मेवारी के छ भने नेपालमा शिक्षाको ज्योति भनेर चिन्ने डाँडा दुरा डाँडा राम्रो सुना त नेपालमा सबभन्दा राम्रो लेखापढी गरेको ठाउँ दुरा डाँडाको मान्छे भनेपछि संसारले हेर्ने दृष्टि अर्कै छ राम्रो ध्यान दिनु त तिमीहरू चाहिँ नि एकदमै मर हयसम्म तिमीहरू संसार घुमेर आउनु अनि तिमीले भनेको ठिक्कै रहेछ बाजे भनेर भन्नुपछि नेपालको म पूर्व पश्चिम सबै जिल्लामा पुगेँ मेरो घर दुरा डाँडा भनेपछि मान्छेले ओहो दुरा डाँडा त ठुल्ठुलो विद्वान बस्ने ठाउँ भाइ बहिनीहरू ठुल्ठुलो विद्वान बस्ने ठाउँ हुन पनि हाम्रो लमजुङ दुरा डाँडा लमजुङे भनेपछि नेपालको 1 नम्बरमा कर्मचारीमा पर्थ्यो प्रशासन हरेक कुरामा पर्थ्यो अहिले दुरा डाँडा लमजुङ 4 नम्बरमा पुगेको छ 1 नम्बर स्याङ्जामा आयो 2 नम्बर गुल्मी आइसक्यो हामी शिक्षाको ज्योतिमा बसेको डाँडाको मान्छे त्यो डाँडामा हुर्केका भाइ बहिनीहरू अब तिनीहरूले फेरि दुरा डाँडालाई माथि ल्याउन पर्यो नेपालमा हामी एकदमै सहयोगी हुन पर्यो पोखरामा जहाँ गए पनि लमजुङको जहाँ गए पनि संसारको जुनसुकै ठाउँमा गए पनि यो दुरा डाँडामा पढेका मान्छेहरू भेट्छ चाहे तिमी अमेरिका जाऊ चाहे बेलायत जाऊ चाहे जापान जाऊ त्यस्तो ठाउँमा आज हामी यहाँको मान्छे सबै विदेशी भयो सबै बाँझो भइसकेछ अनि अहिले तपाईहरु यहाँ छोडेको छौं हामीले अब उनीहरूले के भन्दैछ भने ओहो हाम्रो ठाउँलाई चाहिँ हामी के गर्नुपर्छ अब हामी के गर्ने सबैले सोचेको छ त्यसै गर्दाखेरि भाइ बहिनी हो लमजुङ त्यो पनि दुरा डाँडाको भाइ बहिनी यहाँको मान्छेले यो ठाउँमा जसरी जिजस क्राइस्टको ठाउँ भनेर जेरुसलेम जान्छ संसारभरिको गोराहरू जसरी मक्का मदीना जान्छ संसारको मुसलमानहरू जसरी वैदिक सनातन हिन्दूको मान्छेहरू नेपाल आउँछ त्यस्तै जस्तो अब दुरा डाँडामा
संसारभरिबाट आउने ठाउँ हुनुपर्छ। र त्यति मात्रै होइन, अहिले हामी लमजुङे ठाडो भएका देवबहादुर दुरा छोरा मान्छे, पञ्चशिवा गुरुङ छोरी मान्छेको भूमिका निभाएर यो उर्जिएको ठाडो भाका आज संसारभरि लमजुङे ठाडो भाका भनेर यसलाई चिन्छ। यो लमजुङको गहना हो। हामी लमजुङे भाग्यमानी हुनुपर्छ। राष्ट्रकवि यहीँबाट गयो, ठाडो भाका हामी यहीँबाट गयो, शिक्षा पनि हामी यहीँबाट गयो। अब हामी फेरि बचाउनुपर्छ भनेर तपाईँहरूसँग हामी आएको छौँ। ठाडो भाकालाई मान्छेले यसलाई ट्र्याकमा मिल्छ भन्छ, ठाडो भाका ट्र्याकमा गाउन गाह्रो हुन्छ। ठाडो भाका परिस्थिति अनुसार ठाउँ अनुसार गीत आउने भाका हो। आज म तपाईँको अगाडि प्रोफेसर भनेर म भन्न नलायक भएको छु। मैले सारा मान्छेलाई चाहिँ सङ्गीत सिकाइदिएँ, सबैलाई चाहिँ ठेगाना लगाएँ, तर ठाडो भाकालाई मैले ठेगाना लाउन सकेन। त्यसले गर्दाखेरि दम्बुजी तपाईँलाई चाहिँ मैले गुरु मान्छे भन्नुभएको थियो। तपाईँ प्रोफेसर जस्तो मान्छेले त्यस्तो कुरा नगरिदिनु होला। कुनै अनुप्रास गर्ने जस्तो कि तलमा हेर्दा सुन्दर बजार फाटा, माथि पर्ने दुरा डाँडा है, होइन? जस्तो कि अब तिमीले के भन्नु पर्यो, नजारा भन्नु पर्यो भने मेरो बन्द भएको छ नजारा भन्यो भने त्यो नजाराको लागि तिमीले फेद खोज्नु पर्यो। माथि पर्यो दुरा डाँडा, उत्तर पुराण कोटा, तलतिर हेर्दा रमाइलो देख्छ बसेको त्यही सुन्दर बजारा। तपाईँले कसरी मिलाउँछ? पाउँदिरा नाउँदी नजिकै रहेछ त्यही सुन्दर बजार। पाउँदिरा नाउँदीको नजिकमा रहेछ नि त सुन्दर बजार, त्यही सुन्दर बजार। फेद तिमीले ठेको ल्याउनु पर्यो। अच्छा लाउ रे सिक्किम भन्न त तिमीले भन्छ, मनमुटु लिएर बस्या छ। तिमीले गाउँ छोडेको दिनदेखि बन्दै भाछ मेरो संसार हेरी नजारा। त्यो नजारा ल्याउनु बजारा। अब तपाईँले चाहिँ नि एकदम लागेछ रमाइलो भन्न मन लाग्यो भने मिलाउने हो। दुरा डाँडा हिमालतिर हेर्दा जाडो जाडो लाग्ने, दक्षिण झरे घमाइलो। उयो डाँडा बसेर उता चिसो हुन्छ, अलि तल घमाइलो हुन्छ नि, घमाइलो रमाइलो फेदेशिर खोज्ने। जस्तो कि अब हामीले गीत आएको छौँ, सुन्तलाको जारामुनि रामचन्द्रको भजन, सीता मैला निमातो। के भने होला? सुन्तलाको जारामुनि रामचन्द्रको भजन, सीता मैला निमातो। मान्छेको मन कहाँ हुन्छ? तिम्रो ठुलो हुँदै गइसकेपछि गोठालो हुन जाँदा तिम्रो मनको राम कतातिर छ भनेर रुखको जारामा बसेर तिमीले गीत गाउन सक्छ। त्यो हो राम। त्यसो हो हुनाले सीता मैला निमातो। पिपिरीले बजाउँछ सिपी रामलाई, रामले सीता बोलाए हुन्छ। किनभने लोकगीत मित्रता जोड्ने कुरा हो, मनको कुरा भन्ने कुरा हो। ए तिमीले ओइ तिमीलाई मैले मन परेछु, तिमीले त वास्ती गर्दैन, उसले बा हो बा होइन, त्यो भएन होइन नि। गीतले मनको कुराहरू बुझाउने, दुःख बिसाउने ठाम, व्यङ्ग्य हान्ने काम गीत भनेको त्यस्तो कुरा हो। हामी सधैँभरि खाएर मात्रै त केही त गर्नुपर्छ नि। रमाउन पाएन भने मान्छे बिग्रिन्छ। आज तिमीले समाचार सुनेछ?
नेपालमा जस्तो हाम्रो जस्तो संस्कार संस्कृति नभएको हुनाले जहाँ जहाँ हाम्रो जस्तै छैन नि उतातिर गोला हानेछ उताले मार्यो अरे यति मार्यो अरे उति मार्यो दिनदिनै सुन्छ नि समाचार हाँस्न पाएकै छैन नेपालीले भन्छ नेपालीको त कति खुसी छ महिनै पछि चाड आउँछ महिनै पछि रमाउन पाउँछ नाच्न पाउँछ राम्रो लाएर मात्रै हुँदैन मन रमाउनको लागि तिमीलाई खुसी चाहिन्छ बाबु गर्दा हो सुन्तलाको जरा मुनि रामचन्द्रको भजन सीता मैलाई नि मातो है लै हो सुन्तलाको जरा रामचन्द्रको भजन सीता मैलाई नि मातो हे होला रामो यसे माया उजाला सीता मैलाई नि ऊ त फर्काइदिएपछि यो गर्दाखेरि तिमीले के भन्दैछ भनेर मनमा गम्ने है ठेको धाउनी चारी थायो दुरा डाँडा सर्वदया माविमा ठाडो भाका लोकल प्रतिष्ठानलाई निम्तो दिँदा ठाडो भाका लोकल प्रतिष्ठान पनि धाइफल गरी रमाइ रमाइ आयो हो रानीलाई तैसा ठाडो भाका लोकल प्रतिष्ठान आउँछ भनेर भनेपछि स्कुलको छात्र छात्रा अभिभावक सबै जम्मा भएर बसेको पो रहेछ ओ सुन्जो खोतोला कसो भन्ने होला पहिला कुरे चारा मैले कसो भनौँ त अब यो चाहिँ त्यसै एउटा दुईटा गीत छोरा मान्छे त्यसै खेर फाल्नुपर्छ कसो भन्नु त अब भनिसकेपछि अब भन्नु पर्यो अब हो एखैरो मुठी खरुकोमा घाँस भेडी गोठो मेलाई अघि कसो भनौँ त भने होइन सुना जोखु तोला देवी देउता कता छ नयाँ ठाउँ नौले वनको नौले मान्छे घुम्दै आउँदा यो ठाउँमा आयो बरु कसो भन्ने होला हो पहिलाको
चरना त कसैलाई नि होइन धाराती भूमेलाई अब यति भनिसक्यो नि अब उता तेरो सोध्नुपर्छ है तेस्रो गीतमा हो चिचिन कोटे मारी हजुर ठुलो दसैँ टारी बारा धार्ने बसु होला पहिला पहिला छोरा मान्छेले गर्न पाएको छैन पहिला छोरी मान्छे गिदायो भने कस्तो उत्ताउलो भन्थ्यो छोरी मान्छे चाहिँ पानी जस्तो सलालाला बग्ने त्यसो भएर उनीहरूलाई चाहिँ बोलाउनु पर्छ हामीले अब हामीले बोलाएपछि उनीहरूले पनि बोल्छ है आरानीलाई त छ सर्वोदय स्कुलमा ठुलो ठुलो गायक सीता सावित्री रमना भण्डारी त्यति मात्रै होइन नवीन बराल अमरध्वज धम्बुदया छ भेटघाट भाषा हारानी तायो इष्टमित्र भेट्दाखेरि नहाँसौँ भने पनि हाँसौँ हाँसौँ बोलौँ बोलौँ लायो ओ सुन काटेर गजुर माया मोहनीको दफा भेट हुँदाखेरि एक दुई चरणा त हाँस्न बोल्न मन लागिहाल्यो हजुर बोलिदिए कसो होला पोखराबाट सर्काबा सुँदै मिदुङमा दी तर्दै भोलेटारबाट बाङ्डेको उकालो चढ्दै आइपुग्यौँ हामी धुरा डाँडा चन्द्रेश्वर आफू जन्मेको आफू हुर्केको पढेको स्कुलमा आज मैले पाइला टेक्यो टलकाने सियो भगवानले 20औं वर्षपछि सबै सरहरू इष्टमित्रहरूसँग भेट गराइदियो शरणै परे सम्पूर्ण गुरुहरू इष्टमित्र शिवी भीमे देवी देवतामा ढोग दर्शन गरे धन्य छ परमेश्वर भगवान बुद्धले लुम्बिनीमा जन्म लियो भन्छ
सन्तान रहेछ शाक्य मुनि नदी जाँगर तर्छ दुरा डाँडा शिक्षाको उज्यालो सर्वोदय मन्दिरमा पढ्न पाउने त ठुलै भाग्य माने रहेछ आरानी तायो उबेलाको छात्र छात्रा भएर रमाएर बस्नु भएको रहेछ आज आयो भेटाघाटा भयो ओ आरानीलाई ताउनी त्यो बेलाको मायालाई फेरि आज भेट्न पाउने हामी रहेछ भाग्य मान्ने माथि लिलीको भिरा बाबियोला सारिया बियोला सारिया माया बाबियोला सारिया बियोला म पढेको म खेलेको ठाउँमा पोखरेली हिरो आज भेट्न पायो आरानीलाई थाहा छ म त सफनी झैँ लाग्छ आउनु भयो सारिया भयो सारिया आरानीलाई थाहा छ त्यति राम्रो गाउँठाउँ आज सबले परदेश थाक्दा नरमाइलो भाषा पाक्यो कि म्या हो सबले बिर्सन थाल्यो कि क्या हो कि छोड्यो मन पराउना छोड्यो मन पराउना आरानी तायो आउने जाने गर्दा आज 20-50-60 वर्ष उकालिने लायो अब त मेरो पालो पनि गयो आरानी ताछ हो बल्ल बल्ल मैले दाइको पछि लाग्ने रामको भाइ लक्ष्मण जस्तो नवराज बराल पाछा दाम पैसा गन्छ दुरा डाँडा हाई स्कुलमा त तिम्रो भाइ बहिनीहरू त मिठो मिठो गाउने मिठो मिठो स्वर भएको छ भनेर हल्ला पनि सुन्छ आरानीलाई ताको ठाडो भएका लोकल अध्यक्षलाई भनेर हजुर दुरा डाँडा आएको चिना जानी गराउना उहिलेको खाना रोटी र माना अहिलेको त जेरी र
गरुडकान्त सर, जगन्नाथ सर, हरिभक्त हरिकृष्ण वासुदेव सबै सहरहरू हुनुहुन्थ्यो। टल्काने सियो मेरो क्लासको साथी गोविन्द सर, महेन्द्र मजाको थियो। म कहिलेकनी उहाँहरूलाई आज सम्झेर सम्मान पनि गरे होइन, माना हो कतिमा पर्यो भनु छापावाला सुना, कति पर्यो मोतीलाई पर्यो मोतीलाई फलामे ताईलाई अतनी हजुर, ठाडवाका गीत पहिलो चरण सरस्वती माइलाई ऐन दिलाई तैन। आज यो सर्वोदय माविमा आएको यहाँका सिमे भूमि कता कता छन्, त्यति मेलो मेसो छैन। आउँथे उहिले सम्मान सर्वप्रथम मन, यो ज्ञानको ज्योतिलाई बादल बस्यो धेरै उदिनमा, नेपालकै शिक्षाको ज्योति बनेको दुरा डाँडामा टेक्न पाउँदा मन रमायो मेरो। दोस्रोमा चरण ठाडो भाकालाई अभियानको रूपमा अगाडि बढाएर हिँड्नुहुने ठाडो भाका लोककला प्रतिष्ठानको संरक्षक र अध्यक्षज्यूलाई पहिलो चरण भूमेला जतिमा हेऱ्यो उतिमा रे राम्रो, राधिकाको दम्पति तायो अतनी हजुर,
अहिलेको यो विषम परिस्थिति सामुदायिक विद्यालय रित्तिँदो हुँदै गए बेला यहाँ त यति धेरै बाबु नानी साह्रै खुसी लाग्यो। जाउँ नदी तर्छ पढेर लेखेर मात्र हुँदैन बाबु नानी, धर्म संस्कार जोगाउन नि पर्छ। मर्केकोलाई काम्रो ठाडो भाका हाम्रो लम्झुङेको सम्पत्ति। बासनै छर्नी पारी जाता फुला सुवास दिने बेलीहरू दिने बेलीहरू दिने बेलीहरू सिम्पाती सिउलाई नयाँ जीवन सुरुवात गरेकोमा बधाई छ है तिमीलाई। धन्यवाद। आँसु पनि खसे के थाहा तिमीलाई आजसम्म, तिम्रै वचनको घरमा पर्खिएर बसे। मादलको हेरी अचानक बिहेमा आउनु भन्ने खबर आउँदाखेरि कागत कता भैमा लडे धनैले परन पनि गइन परेको थिए फत्रा फात्रा 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 आकाशैभरि कालो बादल डम्मै देखे मैले सपनी। मैले सपनी सपनी मैले सपनी। मायाजालमा फसे अतनी नानी यति बेलासम्म तिमीलाई भनी बसे। तरकारी सिमले यत्रो उमेर हुँदा पनि खोज खबर केही दिएनौ तिमीले। लुगा सिउनी सियो क्यारम तानी नानी, ज्यान उता भए नि ध्यान तिमीतिरै थियो। अचार खाने पिना जात्रै खुसी थिएन दुईजना मामा पनि।
जे हुनु भयो यस्तै रहेछ माया भन्नु कह्यो मेरो गयो रूपैले मन छुनी पढे लेखे संस्कारी रहेछन् तिम्री उनी हुन्छ यसमा भलाइ बिर्सिएर मलाई उनैतिर मन सारा मन सारा काईमा मार्ने बर्ती पलको चौतारे चौतारी चौतारे पलको चौतारे कदमदाली छाया अतनी जीवन काट्ने एउटा भए पनि अरू बेलामा त्यस्तो मान्नुहुन्न माया घाँस काटौँ कामले जे भए पनि साङ्गीतिक रूपमा लागेको माया पिरिम भुल्न हुँदैन हामीले फलाम खायो खैले कुरेकै हो यता दारीले हाँगा हाल्न लाग्यो बिहा गर्नै पर्यो क्यारम त नि मैले पुरा भएको थियो पहिले बिर्सिदिन मैले पुरानो दौतरे चोटै चोटले घेरो ज्यानै सुक्यो मेरो तिम्रै पिरले गालेर पिरले गालेर सम्झी पाउँछु रोन यो दौतारी मायालाई छ कलेजीको कुना ऐना ढिलाई तैना मन परेको मान्छे छैन अब मलाई घरबार पनि चाहिन्न कागा तु कता अब बाँकी जीवन बसिदिन्छु म त गुरुबाकै भरमा संरक्षक जीवको दरबार जस्तो घरमा फुलमा पानी हालेर पानी हालेर खोकीको दबाई तिमीलाई मैले दिन्छु सबै कागतीलाई नि चारा दिलाई नि चारा नि चारा दिलाई नि चारा धोबिलुगा धोला अतनी पोखरातिर नजिक नजिक रहेछ सहिलो हुन्छ भनेर होला
मर्स्याङदीको पानी गाउँघरको लालुपाते छोडेर पोखराको लाउरे फुललाई पानी हाल्न जान हुँदैन नानी। दाम पैसा गन्छन् अहिले त दुईटा बिहा गर्न पाइन्छ पनि भन्छन्, के छ त नि विचारा। साँच्चै भनौँ भने आजसम्म माइती घरको इज्जत पनि धने हिनी नानी मातेरा नानी मातेरा नानी मातेरा। अब घरबार जमाऊ राधा र कृष्णको जस्तो जोडी रहेछ, जीवनभरि रमाऊ। सर्वोदय माविमा ठाडो भएका अनि छात्रवृत्ति कार्यक्रम छ भन्ने हिजै थाहा पाएको, तिमी पनि आउँछौ भन्ने थाहा पाएर देख्न मन मिलाएको, बधाई दिन आएको। सिम्पाते सिउँले नसोचन तिमीले मकैलाई कनी अब बस्छे भने जुठो थाल चाटेर चाटेर। लहरमै गयो नानी तोमा माथि माथि पहरमा बेरी बेरी। धोबिलुगा धुन्छन् अतनी नानी बाउबाजेले भन्थे मर्दको त 4-5 वटी हुन्छन्। तरकारी सिमले अतनी त्यस्तो नराम्रो कुरा नसोचन तिमीले। कौमाती कलाई बिहेको दिनमा जन्ती भोज खान पनि आएन, कम्ती चिन्ता लाछेन मलाई। गाईको नाम त लछि अब यी गन्थन मन्थनका कुरा समय त्यस्तै बिरेछ भने गरौँला पछि। सुपारी लिन्छु कार्यक्रमलाई सहज बनाइदिनु हुने, यो जब सर्वोदय माविका सबै परिवारलाई धन्यवाद दिन्छु। मर्स्याङदी खोला छात्रवृत्ति लिने नानीले पनि अब ठाडो भाका सिक्दै गर्नु होला। कता गयो धने ज्यान रह्यो भने भेट होला फेरि फेरि। यो मन भयो धरती झै गरुङ्गो, तिम्रो मन भो आलुङ्गो भयो आलुङ्गो।
मिठो माया र उच्च सम्मानको लागि सर्वदायमा बिलाई धन्यवाद दिन्छु। बगी जाने खोला अर्को साल पनि धाइफल गर्दै पक्कै आउँछौँ होला। फलम खायो खैले अर्को साल आउँदा तिम्रो दम्पतिलाई उपहार ल्याइदिनेछु मैले चोयाको झालुङ्ग भाइ बहिनी ल दाइरा दिदीले थपरी बजाइदेऊ त। साह्रै मिठो भयो। यो आँगन उपलब्ध गराइदिने सर्वदा